हे हेलो वेलकम ब्याक टु माई न्यू भिडियो केटा के छ त अनि सस्तै होला म कहीँ गएको होइन कि बिरामी थियो अनि भिडियो बनाउन सकेन एक्जाम पनि चल्दै थियो घरिघरि खेल्दैदेखि पनि अनि खेलेको बेला काम गर्दै थिएँ इन्चान्टिङहरूको हेर्न सक्छ त्यति राम्रो छैन इन्चान्टिङहरू तर मैले उतातिर नहेर्नु त्यो अर्कै भिडियोको लागि गरेको मैले अलिकति प्रिपरेसन त्यो त्यसको पनि भिडियो आउँछ अनि यो मैले मेरो भिलेजर ब्रिडर प्लस ट्रेडिङ हल बनाएको यहाँ छ मेरो मेन्डिङवाला भिलेजर जसले मलाई 13 एमरल्डमा दिँदैछ यसलाई मास्टर पुर्याउन मलाई धेरै गाह्रो लाग्यो तिमीहरू गरिहाल त पहिला यार भिडियोको बिचमा गर्न थाल्छ यार अनि तर आजको यो भिडियोमा हाम्रो गोल यो होइन आजको भिडियोमा हाम्रो गोल यो हो यो देखेर बुझ्नेले बुझिहाल्यो नबुझ्नेलाई म भनिदिन्छु आज म एन्डर ड्रागन मार्न जान्छु किनकि मलाई चाहियो इलाइट्रासँग अब मजा गर्ने बेला आइसक्यो मेरो यति सामान इन्भेन्ट्रीमा हालेपछि अब मलाई टर्चहरू चाहिन्छ लेट मी ग्र्याब सम आइटम अनि भेट्छु त एन्डरपोलहरू ल मैले प्रिपेयर गरिसके सबै सामान अब एन्ड पोर्टल खोज्न जाम यो डाइरेक्सन त यो डाइरेक्सनमा जाम अगाडि र यार पिक्याक्सै बोक्न चाहिँदैन मलाई तर चाहिन्छ म स्ट्रङ होल्ड खोज्दै अगाडि जाँदैछु अगाडि केपहरू पनि देखिँदैछ तर त्यहाँ अहिले काम छैन मेरो के लाग्छ त म स्ट्रङ होल्ड पुगेर कतिचोटि मर्छु होला त एन्डर ड्रागनसँग मेरो साथी हो नहाँस्नु तर मेरो एक्सपिरियन्स त्यति छैन एन्डर ड्रागनसँग मरै चान्सेस धेरै छ मेरो त्यही भएर मैले यो बेड ल्याएको त्यही डाइरेक्सनमा जानु छ त भिडियो लामो हुन्छ मेरो मोबाइलले थाम्दैन सिधै एन्ड पोर्टलमा भेटिन्छौँ है त हामी आइपुग्यौँ आवाज आएन होला किनकि मेरो गेम भल्युम अफ छ तैपनि वी आर इन द एन्ड गेम मैले एउटा क्रिस्टल हान्दै छिटो एउटा स्लो फलिङ पोसन खान्छु अनि टावरा पानेर खेल्न थाल्छु यो ड्रागन म क्रिस्टल तोडेर भेटिन्छु यो मेरो लास्ट क्रिस्टल यो पनि गयो अब बाँकी भनेको एन्डर ड्रागन र म मात्र बाफ्रे यार कति टाइम जानु यो उठाइहालौँ ड्रागन्स ल यार शिट यसलाई मार्नु त साँच्चै भनेको यति टाइम लाग्यो नि मैले ड्रागन एक पनि लिएँ
अब के गर्ने थाहा छ इलाइट्रा लिने इलाइट्रा सिरिजको थर्ड एपिसोडमा म इलाइट्रा लिन जाँदैछु क्या अब सिरिज जान्छ मजासँगले तिमीहरूले मलाई किन सोध्छौ होला इलाइट्रा इज द अरा यो कसैले भनेको सुनेको छैन होला किनकि मैले नै भनेको हो नि त ट्याउड्याउ जहिले साला कोरेस फ्रुटको माथि नै स्पन हान्छ मलाई यो ल म छानबिन सुरु गरेर भेटिन्छु है म एक्सप्लोर गर्दै नै छु खोज्दै नै छु एन्ड साँच्ची यार अहिले म कमेन्ट्री गर्दै यार कुद्दै मात्रै थिएँ यार साँच्ची भेटी भनेको लक त हो क्या मेरो कहाँ हो ए ठिक छ माइनक्राफ्टको यो भर्जन अलिक ग्लिच छ कि त्यही भएर यिनीहरू केही पनि गर्दैन यिनीहरूलाई मारौँ ओइले कहाँ हो म यो ह्यान्ड सिटी लुटाइदिन्छु नि त छिटो ल यो नम्बर 20 मा ये ओ अब घर जाने यहाँ छ मेरो पोर्टल त्यहाँसम्म जान चाहिन्छ मलाई ट्याउड्याउ हामी इनर एन्डमा आइपुग्यौँ घर म देखाउँछु तिमीहरूलाई मसँग माथि नपढ्नु बक्समा के लेखेको छ किन गएन यार ए पढिसक्यो भने होला अब त के भन्नु त बाई बाई त आजको भिडियोमा यति नै अगाडि मेरो एन्डको लुट यहाँ डायमन्डको हेलमेटदेखि हेर्नु यति सामान छ अनि मसँग 2 स्ट्याक र यति सल्कर सेल्स भएको छ यतिले मलाई एउटा टाइमसम्म त पुग्ला पछि एउटा सल्कर बक्स फार्म पनि बनाउनु पर्ला थ्याङ्क्स फर वाचिङ भनौँ आजको लागि सब्सक्राइब गरिदिनु ल प्लिज धेरै टाइम लाग्यो मलाई यो भिडियो बनाउनलाई चाहिँ